गाईघाट उदयपुर ५६ भन्दा अलिकति भित्र ठाउँमा यस्तो रहेछ। आज पनि म आएको थिएँ घुम्दै। यहाँ चाहिँ एउटा चाहिँ वनभोज भनिन्छ नेपालीमा, र यहाँ पिकनिक खाने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ। त्यसै कारणले म यहाँ अलिकति अब भिडियो गरौँ भन्ने लागेको हुनाले तपाईँहरूको माझमा देखाउन गइरहेको छु। आज चाहिँ म फर्स्ट टाइम यहाँभित्र पस्दाखेरि चाहिँ मलाई एकदमै रमाइलो लागेको हुनाले म यो ठाउँमा आएको छु। तपाईहरुलाई यो चाहिँ 2026मा यो नयाँ वर्षमा यहाँ आउन पाउँदा साँच्चै नै म हर्षित भएको छु। अनि त्यसै कारणले म तपाईहरुको माझमा पनि अलिकति केही दृश्यहरू देखाउँ भनेर म तपाईहरुको माझमा आइरहेको छु। त्यही भएर यहाँ अलिकति पिकनिक खानेको अलिकति रमझम पनि रहेछ। यो वरिपरि चाहिँ तपाईको यो चाहिँ सखुवाको बोटहरू देखिन्छ हरियाली। यहाँ चाहिँ बीचमा चौरीहरू रहेछ। अनि यो चाहिँ वरिपरिमा चाहिँ हेर्नुस् त सबैजनाहरू पिकनिक खान बसहरू सिटीहरू लिएर सबैजना उपस्थिति हुनु भएको रहेछ। अनि यहाँ चाहिँ परमेश्वरको सुसमाचारहरू पनि भइरहेको रहेछ। एकदमै त्यहाँ पनि सुन्न पाइयो। त्यही भएर अलिकति चाहिँ भिडियो गरेर तपाईहरुको माझमा चाहिँ यो ठाउँको लागि देख्नेहरू त धेरै हुनुहुन्छ होला, गाडीमा बस्नुहुनेछ, धेरैले देख्नु भएको छ। तर म चाहिँ आज नयाँ हुनाले यो चाहिँ नयाँ ठाउँमा म चाहिँ आएको हुनाले एउटा भिडियो बनाऊँ भनेर तपाईहरुलाई यो दृश्य वरिपरिको दृश्यहरू देखाउन मैले गइरहेको छु। अनि तपाईहरुले हेरेर कस्तो लाग्छ अनि तपाईहरुले प्रतिक्रिया दिनु होला। अनि यो अलिकति यो चौरीको छेउमा चाहिँ अलिकति खोलाहरू पनि रहेछ अनि पानी बगिरहेको छ। त्यसै कारणले भाइहरू पारा खेलिरहेछ भाइहरू अलिकति देखाउन चाहन्छु तपाईहरुलाई। अनि यतापट्टि यस्तो ढुङ्गाहरू रहेछ, गोला गोलो ढुङ्गाहरू पनि छ। त्यसै कारणले अब यता पारिपट्टि पनि रमाइलो ठाउँहरू रहेछ। उतापट्टि यसो बाख्रा चरनहरू पनि गरिरहनु भएको छ। अलिकति मलाई चाहिँ एकदमै राम्रो कायदाको ठाउँ लाग्यो। यहाँ चाहिँ एकदम आनन्द, खोलाको छेउमा हावा हैन, अक्सिजन पनि राम्रो हैन, आउने धुलो धुवा केही छैन, आनन्द छ। अलिकति तपाईहरुलाई यहाँ देखाउन चाहन्छु म अलि दोरियाएर। हेर्नुस् त ल कस्तो दामी ठाउँ छ। ल तपाईहरु गाइडमा त हुनुहुनेले सबैले घुम्नु नि भएको छ। ल सायद गाइड भन्दा बाहिर हुनेले चाहिँ एकपल्ट आएर यसो भ्रमण गर्नुभयो भने तपाईहरुले पनि यो ठाउँलाई अलिकति तपाईहरुले पनि मनोरञ्जन लिनुहुनेछ भन्ने म विश्वास गर्दछु। यति भन्दै यो छोटो भिडियो यही अन्त्य गर्न चाहन्छु।